यत्रो ठुलो मान्छे जस्तो बनेर म पहिला जस्तो होइन क्या तिमीहरू जस्तो झारपातसँग बोल्ने म अहिले करोडपति हो। हिजोसम्म मसँग 20 रुपियाँ माग्दै थिए आज करोडपति बनिस्। त्यो पुरानो कुरा हो, जिन्दगी एकै रातमा बदल्न सक्छ। कसरी? सिक्रेट युट्युब हेरेर फेरि सपना देख्न थालिस् क्या हो तैँले? सपना होइन भाइ, क्या भाइ रियालिटी हो। अहिले म तँलाई मेरो स्विमिङ पुल देखाउँछु। यहाँ मेरो स्विमिङ पुल। यो त पानीको ट्याङ्की हो त। यो पानीको ट्याङ्की, यो गरिबहरूलाई पानीको ट्याङ्की लाग्छ र धनीहरूलाई स्विमिङ पुल। ये बड़ी अच्छी बात कही आप। लु यहाँ हाम फाल त। अहिले सफा छैन क्या पानी। किन? म्यानेजर छुट्टीमा हो क्या। म्यानेजर त आफै होला। अहिले म तँलाई मेरो 5 स्टार होटल देखाउँछु। यहाँ मेरो 5 स्टार होटल। होटेल? यहाँ भिआइपी गेस्टहरू मात्र बस्छ क्या। कुखुरा पनि भिआइपी गेस्ट हुन थाले? अर्ग्यानिक कस्टमर हुन् क्या। स्मेल पनि अर्ग्यानिक होला। अहिले म तँलाई मेरो सेक्युरिटी गार्डको घर देखाउँछु। यहाँ मेरो सेक्युरिटी गार्डको घर। बाघमा पनि सेक्युरिटी गार्ड हुन थाले? Oh my God! भाइ राति गार्ड गर्छ नि त। चोर आयो भने? नयाँमा गएर भर्न निस्किन्छ। चोर त हाँस्दै भाग्छ होला नि? खोइ भाग्छ होला। अहिले म तँलाई मेरो इम्पोर्टेड फ्रुट फ्याक्ट्री देखाउँछु। मेरो इम्पोर्टेड फ्रुट फ्याक्ट्री यहाँ हाम्रो इम्पोर्टेड फ्रुट फ्याक्ट्री। यो कहाँबाट इम्पोर्टेन्ट फुड? सिधा हाम्रो गाउँबाट। गाउँबाट? गाउँबाट पनि इम्पोर्टेन्ट हुन्छ? हुन्छ। च्यालेन्ज टिम गर्छस्? गर्छु। रुखको टुप्पोमा चढ्दा 100 रुपियाँ दिन्छु। आहा आया के का टुप्पो यहाँ रुखबाट लडेर ढाड भाँच्यो। यति भन् त करोडपति भएको के प्रमाण छ? तँलाई प्रमाण चाहियो? आज मलाई मारे। ओहो करोडपति तेरो बसले बोलाउँदैछन्। उहाँ मेरो पसेन सियो। करोडपति होइन घरको फुल टाइम वर्कर पो रहेछ। मलाई त म त उल्लु बनिन, तपाईँहरू पनि उल्लु नबन्नु होला।